वेलकम छ मेरो रियाक्सन भिडियो अनि तथा अब मेरो दैनिक ब्लगहरू पनि आउँदै गर्छ हैन। किन भन्नुहुन्छ भने म अहिले टाइम पाएको छैन। कहाँ छ भन्नुभयो म बेरोजगार कुवेतमा छु। अनि आज चाहिँ केको कुरा गरौँ भनेपछि गोलको कुरा हैन। अनि मेसीले आज बिहान बिहानै 3 गोल हान्दाखेरि हैन। Say again. Bomba! म चाहिँ 4 बजे उठेर हेरेको गाइस छु। यस्तो खुसी लाग्यो यार। यस्तो आनन्द पनि लाग्यो हैन, किनभने आफ्नो बच्चैदेखिको हैन एकदम बिग फ्यान पनि हो हैन म मेसीको। किन भन्नुहुन्छ भने मैले अहिलेसम्म फुटबल हेरेसम्म मेसी जस्तो मेरो लागि ठुलो कोही पनि हैन के। मेसीको बिग फ्यान म हो। हुनु त सबैजना हुनुहुन्छ हैन, तर कसै रोनाल्डोको। तर अरू विश्वकप खेल्नेहरू चाहिँ ओहो यो उमेरमा आएर पनि किन यस्तो गोल हान्यो भने चाहिँ तिनीहरू चाहिँ यसको डिप्रेसनमा होला कि गाइस। यसो गरी सोचेर बस्यो होला क्या। अनि रोनाल्डोको बिग फ्यान पनि को हुनुहुन्छ हैन। रोनाल्डोको पनि आउँदै होला सायद, या गइसक्यो कि। म त आज मेसीको भनेर 4 बजे उठेर हेरेको हैन। एकदम बब्बाल लाग्यो। किन भन्नुहुन्छ भने यो उमेरमा आएर पनि यार गाइस 3 गोल यार, नट अ जोक। किन भन्नुहुन्छ भने अरूको हेरौँ न, कसैको 2 गोल कसैको 1 गोल हान्नु पनि गाह्रो भयो हैन। मेसीले एक्लै 3 गोल हान्नु क्या। म त सक परेँ हैन। फ्यान हुनु त यस्तोको हुनुपर्छ है गाइस, बिग फ्यान हुनु। अनि खुसी पनि छु। अनि यो भिडियो हेरेर मनोरञ्जन लिनु होला भन्न चाहन्छु हैन। अनि अरू त केही पनि गर्न सक्दिनँ हैन। अब म पनि बेरोजगार छु। बेरोजगार भनेपछि अब काम साम छैन हैन। कुवेतमा हो। अब बाहिर भ्लग पनि बनाउने छु मैले बिस्तारै। अनि यो चाहिँ रियाक्सन भिडियो हैन। हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि जति पनि 1-2 जनाले हेरेको राम्रोसँग साथ सपोर्ट दिनुभएको छ त्यसको लागि पनि धन्यवाद हैन। अनि यो भन्दै गाइस छु हजुरहरूले अब यस्तो भिडियो मन परेमा आफ्नै भाइ दाइ सम्झेर सब्स्क्राइब चाहिँ गरिदिनु होला भन्न चाहन्छु। म बिस्तारै भिडियोहरू राम्रो ल्याउने कोसिस गर्नेछु हैन। जति पनि साथीहरूले मेरो लागि महत्त्व टाइम दिनुभएको छ त्यसको लागि पनि एकदम सल्युट अनि धन्यवाद छ हैन। अनि यो भन्दै म यो भिडियो यहीँ टुङ्गाउन चाहन्छु। लेट्स गो गाइस।